Hello everyone, Jajalopa. Welcome back to our channel, Christian Samir. अनि म चाहिँ धेरै पछाडि आज मुकबाङ भिडियो लिएर आएको छु, त्यही पनि एक्लै राति हैन। हस्बेन्ड चाहिँ सुतिराख्नु भएको छ, म भिडियो बनाइरहेको छु। अनि यस्तो पिरियड क्रेभिङ भन्ने हुन्छ नि, हो त्यस्तै भएको छ मलाई चाहिँ। अनि मैले चाहिँ चिज हेर्नु न यस्तो मजाले देखिरहेको छ चिज। अनि आज मैले पोज एक बनाउनु खोजेको, तर मलाई दिमाग खराब गर्दै भएन। यो सिन रामेन खान लागिरहेको छु। खासमा मलाई चाहिँ कोरियन रामेन खान मन लागिरहेको थियो कि बुल्टो खान मन लागिरहेको थियो, 2x खान मन लागिरहेको थियो, तर पाएन। सो मैले चाहिँ यही खान लागिरहेको छु। धेरै हल्ला गरे पनि डिस्टर्ब हुन्छ, त्यही भएर अब फटाफटी खाऊँ होला। नबोली खाने हो कि बोलेर खाने कन्फ्युज भयो कि। अनि मैले यस्तो जुगाड गरेर आज मैले भिडियो बनाइरहेको छु। मसँग यसरी बसेर खाने टेबल चाहिँ छैन कि खासमा। सो मैले चाहिँ एकदम मेहनत गरेर बनाएको छु, हजुर हेर्नु होला। अनि अब ठ्याक्क भिडियो बनाउनलाई मेकअप गरिरहेको थिएँ, अनि नुडल्स पनि खान मन लाग्यो। सो यतिकैमा चाहिँ भिडियो पनि बनाइहालौँ न, धेरै भयो नबनाएको भनेर मैले चाहिँ। यस्तो मिठो देखिरहेको छ, अब एम्मी देखिरहेको छ, खाइदिउँ। अलिकति यसलाई यस्तो उठाउन पाए झन् राम्रो देखिन्थ्यो होला है। भिडियो बनाउँदा चाहिँ मलाई यही प्रब्लम लाग्छ कि सेटअपै मिल्दैन नि त। हेर्नु न, यस्तो गर्दा पनि मिलिरहेको छैन, एकदमै टेन्सन हुन्छ कि। सो अब ढिला नगरिकन कम खाइदिउँ साथीहरू मजाले। चिसो भइसक्यो कि अरूभन्दा नि। चिजमा मलाई यस्तो धेरै मनपर्छ कि। ल फर्स्ट बाइट। ओ माई गड, चिजको फ्लेभर। मैले चाहिँ सायद सलादहरू केही पनि राखेको छैन, यो सक्छु पनि मैले खाइसक्छु सक्दिनँ थाहा छैन कि, तर आँटिरहेको छु। चिज हालेर बब्बाल भएछ, बब्बाल। मेरो टाउको काटिरहेको छ क्या हो। खाँदा नबोली खानुपर्छ भन्छ, तर बोलेर खान मन लाग्छ कि मलाई चाहिँ गफ गर्दै। यो चिसो हुन लागिसक्यो कि, सेटअप मिलाउँदा के गरेर चिसो भइहाल्छ नि। चिज यस्तो मनपर्छ नि मलाई चिज। साइडमा गर्मी भयो, तातो यस्तो गर्मीमा यस्तो तातो खाएको। ओ माई गड। यो माइकमा खासै राम्रो मजाले सुनिँदैन कि अरू माइक जस्तो। मलाई डिजेआईको माइक लिन मन छ, कहिले होला। खास मैले चाहिँ 2टा बनाएको छु नुडल्स, यति धेरै चाहिँ अरू बेला म यो एउटा पनि खान सक्दिनँ। अब लेची हेरौँ है, आज चाहिँ मलाई अति धेरै क्रेभिङ भएर
मैले किन माइक लगाएर बोलिरहेको छु भने हस्बेन्ड सुतिरहेको छ, यस्तो ठुलो सुरले बोल्न मिल्दैन नि त, त्यही भएर माइकमा बोलिरहेको छु। गर्मी पिरो पनि भयो, गर्मी पनि भयो। पानी राखेँ, अरू जुसहरू राति खान नि हुँदैन, अनि मलाई मन पनि पर्दैन कोकहरू, सो यस्तो डेन्जरमा डेली भिडियो ल्याउन कोसिस गर्छु, तर बिचमा ब्रेक भइहाल्छ क्या मेरो। के हुन्छ भिडियो के को बनाउने भनेर हुन्छ कि कहीँ जानै पाउँदैन, काम घर बाहेक। हुन त घरकै मुकबाङहरू गर्दा पनि हुन्थ्यो, एक्लै अलिकति बोर पनि लाग्छ फेरि। खासमा मलाई यो नुडल्स खासै मन पर्दैन, तर क्रेभिङ भएपछि चाहिँ ओ माई गड नै हुन्छ फेरि। चिज हेर्नु, चिज डल्लो परेर बसिरहेको। खासमा मलाई चाहिँ अहिले ट्रेन्डमा आएको त्यो डाइसवाला गेम हुन्छ नि, दुईजना एकदमै खेल्न मन छ, तर मेरो मेसेज चाहिँ मिलेर आएन। होइन रातो पिरो भइसक्यो। मरेँ म त गर्मीले, यस्तो स्पाइसी अनि यस्तो गर्मीमा। ASMR के भन्छ, त्यस्तै भन्छ जस्तो लाग्यो। मैले यति धेरै खाइसक्छु होला जस्तो अलिकति पनि लागेको थिएन, तर ओ माई गड खाइसकेँ फाइनली। मेरो पेट त ब्लास्ट होला जस्तो भयो साथीहरू, एकदम धेरै भयो क्या।
यो चाहिँ आजकल खासै खाइँदैन कि, अहिले कहिलेकाहीँ खाइन्छ। अनि त्यो पिरियड क्रेभिङ भएको बेला चाहिँ अति धेरै खान मन लाग्नुहुन्छ क्या मलाई। सो त्यही भएर खाएको मैले चाहिँ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला। अनि कस्तो कस्तो भिडियो ल्याउनु मैले लिएर आउँदा चाहिँ अझ बेटर हुन्छ भनेर पनि कमेन्ट गरिदिनु होला। अनि सब्सक्राइब गर्न पनि नभुल्नु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब त भन्नै पर्दैन, गरिदिनु होला। धेरै माया देखाइदिनु होला। अनि हजुरहरूले माया गर्नुभयो भने चाहिँ मलाई कन्टिन्यू भिडियो ल्याउन मन लाग्छ। सो हजुरले धेरै माया गरिदिनु होला। अनि म कन्टिन्यू भिडियो ल्याउने कोसिस गर्छु। यसरी नर्मल मुकबाङ भए पनि ल्याउने कोसिस चाहिँ गर्छु है त। अनि हजुरलाई आजको मेरो मुकबाङ कस्तो लाग्यो, स्पाइसी नुडल्स, जापानिज रामेन रामेन खाएको कस्तो लाग्यो भनेर पनि कमेन्ट गर्न नभुल्नु होला। बाई बाई, गुड नाइट।